म तपाईँहरूलाई अचम्मको यो फुल चाहिँ यो ड्रागनको फुल क्या, यो ड्रागन यहाँ फलिरहेछ है। यो फुल अघि रातिसम्म चाहिँ एकदम कस्तो थियो भने राम्रो पुरै फक्रेको थियो। अनि मैले टिपेर यहाँनिर फालिदिएँ एउटा चाहिँ होइन। अनि यस्तो दामी फक्रेको थियो, जब घाम लाग्छ नि, घाम लागिसकेपछि चाहिँ सर्लक्कसँगले यो चाहिँ ओइलाएर यसरी जाँदो रहेछ, निहुरिँदै 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 जाँदो रहेछ। यस्तो बेलुका राति त यस्तो राम्रो फक्रेको थियो यो ड्रागन। तर ड्रागन फ्रुट एकदम के धेरै नै फलेको यहाँनिर तपाईँहरूलाई म देखाइरहेको छु। यो एकदम के धेरै फल हो यत्रो सानो बोटमा पनि। यसबाट चाहिँ निकै फाइदा हुँदो रहेछ साथीहरू। अहिले यसरी लागिसकेको छ फलहरू। एक लट चाहिँ टिपेर खाइसक्यौँ साथीहरू हामीले यो यति बोटबाटै होइन। अब अर्को लट फेरि फलिसक्यो। तर यो फुल चाहिँ मलाई अचम्म लाग्यो कि यो रातको समय मात्र फक्रिँदो रहेछ, दिउँसो घाम परेपछि यो यसरी खुम्चिएर आइहाल्दो रहेछ। एउटा यसरी लागेछ, अरू चाहिँ यसरी लाग्ने क्रममा छ। ल ड्रागन फ्रुट रोप्नेहरूले चाहिँ यसरी रोप्नुहोस्, एकदम राम्रो हुन्छ है त।